आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा केही सांसदले सुगौली सन्धिको प्रसङ्ग निकाले। नेपाल भारत सीमा विवाद जारी रहेको र नेपाल सरकारले छिमेकी देशहरूको मिचाहा प्रवृत्ति विरुद्ध ठोस कदम चाल्न नसकेको आरोपका बीच सांसदहरूले सुगौली सन्धि खोजेका छन्। केहीले सुगौली सन्धि पढ्न समेत नपाइएको गुनासो पनि गरे। वास्तवमा सुगौली सन्धि के हो, कसरी भएको थियो, हेरौं यो टिप्पणी। 3,34,240 वर्ग किलोमिटर क्षेत्रफल भएको विशाल नेपाल, जसमा पूर्वमा टिस्टा नदीदेखि पश्चिममा सतलज नदी भन्दा पनि पर काँगडा किल्लासम्मको भूभाग समेटिएको थियो, जसभित्र थिए पूर्वमा सिक्किम, दार्जिलिङ सहित कैयौं भूभाग अनि पश्चिममा अल्मोडादेखि सिमलासम्म। 200 वर्ष पुरानो सुगौली सन्धिले ती भूभागलाई ग्रेटर नेपालको पुरानो नक्सामा सीमित गरिदियो। अर्थात् यो सन्धिले नेपालको झण्डै 3 भागको 2 भाग क्षेत्र ब्रिटिश इन्डिया कम्पनीको नाममा बनाइदियो। काठमाडौँ महानगरपालिकाको मेयर हुँदा बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा त्यही ग्रेटर नेपालको नक्सा झुन्ड्याएर भारतको मिचाहा प्रवृत्तिको विरोध गर्नुभएको थियो। तर उहाँ आफै प्रधानमन्त्री पदमा रहेका बेला उहाँकै पार्टीका सांसदहरू त्यही नक्सा निलिएको एउटा सम्झौता हेर्न आतुर छन्। त्यसो त सुगौली सन्धिका विषयमा प्रश्न गर्ने, त्यो सन्धि मान्दैनौ भन्नेदेखि पुनरावलोकन गर्नुपर्छ भन्ने आवाजहरू वर्षौंदेखि उठ्दै आएका छन्। सन्धिका प्रति पढ्न नपाएको गुनासो मात्र होइन, यसलाई पुनरावलोकन गरी सीमा क्षेत्रको विवाद सदाका लागि साम्य पार्नुपर्ने आवाजहरू अहिलेसम्म थाकेका छैनन्। तर यी सबै अभियानहरू खहरे जस्तै भएर हराइजान्छन्। सुगौली सन्धिबारे बुझ्न त्यो बेलाको नेपालबारे जान्नु आवश्यक छ। यो सन्धि कुन अवस्थामा भयो भनेर पनि बुझ्न आवश्यक छ। सन् 1800 को पहिलो दशकमा भारतमा अंग्रेज र नेपालमा राजाको साम्राज्य विस्तार अभियान चलेको थियो। अर्थात् नेपाल छरिएर रहेका साना राज्य एकीकरण गरेर सिङ्गो संरचना बनाउने क्रममा थियो भने अंग्रेज भारतपछि उसका छिमेकी मुलुकमा अधिपत्य स्थापित गर्ने दाउमा थियो। नेपाल साम्राज्य विस्तार सन् 1769 मा गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गरी कब्जा गरे। त्यतिबेला उपत्यकामा 3वटा अधिराज्य थिए। त्यसको 2 वर्ष अघि उपत्यकाका राजाले भारतमा शासन चलाइरहेको ब्रिटेन समक्ष गोर्खाली फौजसँग लड्न सहयोग मागेका थिए। ब्रिटिश कप्तान किन्लोको नेतृत्वमा 2500 सेना सहयोगका लागि पनि आए। ब्रिटिश सेनालाई गोर्खाली सेनाले सजिलै पराजित गर्यो। यसबाट गोर्खाली फौज उत्साहित भयो। त्यसपछि गोर्खाली सेनाले पूर्वी नेपाल कब्जा गर्यो। सन् 1788 मा सिक्किमको पश्चिमी भागमा पनि अधिकार जमायो। सन् 1790 पछि पश्चिमतर्फ काली नदी हुँदै अघि बढेको गोर्खाली फौजले कुमाऊ क्षेत्र र यसको राजधानी